हेलो दर्शन नमस्ते। आजको यात्रा चाहिँ नुम बजारदेखि खाँदबारी बजारसम्मको यात्रा हुनेवाला छ। यो दूरी चाहिँ 41 किलोमिटर छ अनि बाटो चाहिँ पहिला चाहिँ अफरोड थियो नि त, अहिले चाहिँ धमाधम पिचको काम पनि सुरुवात भइसकेको छ। बाटो कस्तो सुधार भइसक्यो त त्यो देखाउनुको लागि पनि आज भिडियो मैले चाहिँ अपडेट गर्ने तयारी गरेको छु। भिडियो स्किप नगरी हेर्नु होला। त्यति मात्रै नभएर बाटो हिँड्दाखेरि यसपटक चाहिँ स्पेसल सिनहरू र त्यहाँको रमाइलो दृश्यहरू चाहिँ तपाईँलाई रोकेर म देखाउनेवाला छु। भिडियो स्किप नगरी हेरिदिनु होला है त। लागौँ भिडियोतर्फ। ओके ओके ल ल ल बाई बाई। यात्रा तयार भएको छ। 3:49 मा चाहिँ मैले यात्रा गरिराखेको छु। नुमबाटको यात्रा चाहिँ अघि बढिरहेको छ र म तपाईँहरूलाई अपडेट गर्नेछु। आजको यात्रा चाहिँ झकास हुनेवाला छ है त। 3:49 भइसकेको छ होइन। यहाँदेखि चाहिँ लगभग 41 किलोमिटर हो। बाटो राम्रो भएकोले गर्दाखेरि चाहिँ पहिलाको तुलनामा चाहिँ निकै साथ छ। यहाँदेखिको यात्रा चाहिँ लाग्यो है त। ल ओके थ्याङ्क यू। उहाँहरू चाहिँ बिदा गरेर म चाहिँ उकालो लागिरहेको छु नुमबाट। अनि आजको यात्रा चाहिँ स्पेसल हुनेवाला छ, तर स्लो मोसनमा जान्छु। 3:49 भएको छ। अनि यो बाटो चाहिँ अहिले बजारमा चाहिँ ढलन भइसकेको छ नि त। अनि ढलन भइसकेको छ अनि बाटो राम्रो छ, झकट स्पेसल होइन। अनि आज चाहिँ मैले फेरि यो बाटो चाहिँ सधैँ हिँड्ने हो। त्यहाँमाथि अलिकति हिलो छ अनि त्यहाँबाट लाग्यो कुमार भाइ। अनि आज चाहिँ म चाहिँ स्पेसल बाटोमा चाहिँ यो बाटो चाहिँ पिच नै छ क्या। अनि यहाँ चाहिँ आस्याङहरू पनि रहेछ यहाँ बबाल। हेलो। अनि म लागिसकेको छु है त। आजको यात्रा चाहिँ खतरा हुनेवाला हो। यहाँ चाहिँ हाम्रो याफूको बहिनी बिहे गरेर आउनु भएको छ। मेरो चाहिँ बहिनी हो। ज्वाइँ चाहिँ तामाङ हो, इन्टरकास्ट खेलाडी हो नि त यिनीहरू। खेलाडीमै लभ परेर चाहिँ यिनीहरू बिहे गरेर। बहिनी ज्वाइँको घर पनि देखाले। यहाँ चाहिँ आजको यात्रा चाहिँ बबाल हुनेवाला छ। नोइज कति क्लियरेन्स हुन्छ भन्ने कुरो हो। अनि मैले यो बिच बाटोमा चाहिँ राम्रो ठाउँहरू चाहिँ म तपाईँहरूलाई देखाउने छु होइन। अब यहाँ चाहिँ यस्तै छ। नुम बजार छोडिँदैछ। नुम बजार चाहिँ बसेको चाहिँ लगभग 16 वर्ष भइसक्यो होइन मैले। अनि यहाँ व्यापारको सिलसिलामा चाहिँ गएको थिएँ। यहाँ चाहिँ हिलो थियो, कस्तो छ त आज पानी परेको छैन, त्यसले गर्दा ठिकै होला कि जस्तो पनि लाग्छ मलाई चाहिँ। ए आज त ठिकै रहेछ। वाउ आमाम हिलो चाहिँ रहेछ। ब्रेक चाहिँ पुरा सुकेपछि को चाहिँ आउँदै रहेछ 220 वाला बबाल हुँदैछ है त साथीहरू। जेबी दाई हुनुहुँदो रहेछ। जेबी दाई कता लाग्नु हो? नानी घुमाउनु? म खाँदबारी लागेको होइन। त्यो म त्यति साह्रो मोड्नै सक्दिनँ त्यहाँदेखि। अनि त्यसले गर्दाखेरि मैले चाहिँ यति घुमाएको। म अलिकति रिस्की गर्दिनँ नि त। अनि हेलो ठिक छ नि। अनि आजको यात्रा चाहिँ झकास हुनेवाला छ। नुम बसे चाहिँ समग्रमा रमाइलो छ। यहाँ चाहिँ अब बिन्दास हो नि त। प्रायः सूचना तथा सञ्चारहरू चाहिँ अब पछिल्लो समय मात्रै, त्यो समयमा त अब यो त एकदम सुन्दर भौगोलिक अवस्था भएको होइन। बबाल रमाइलो होइन। अनि म चाहिँ आज बाटो लागिरहेको छु। आज चाहिँ मङ्गलबारको दिन छ। अनि यो चाहिँ गुरुङ गाउँ हो है। यहाँ चाहिँ पुरानो हाम्रो अध्यक्ष बाउ हुनुहुन्छ गुरुङ। अनि उहाँको चाहिँ पुस्ताहरू चाहिँ यहाँ छ है त। हो ठाउँमा बाटो चाहिँ आज त सुक्खा छ, किनभने पानी परेको छैन नि त। त्यसले गर्दाखेरि अब बिस्तार नुम चाहिँ छोडिँदैछ है त साथीहरू। स्पिड चलाउनु हुँदैन नि त, यो अफरोड छ बाटो होइन। बाइकलाई पनि त माया गर्नु पऱ्यो नि होइन साथीहरू। अब यो मैले चाहिँ भ्लगिङको लागि नै यो 8 लाखको बाइक किनेको मैले चाहिँ XR 190। तर मलाई ड्राइभ गर्नु चाहिँ साह्रो भयो होइन। तर अब म अलिकति होचो छु नि त। त्यसले गर्दाखेरि अलिकति यो चाहिँ अग्लो भएकोले अलिक गाह्रो चाहिँ भएको छ। तर एकदमै हल्का भएकोले कोल्टो हुँदा पनि थामिहालिन्छ नि त। एकदमै वेट कम्ती। अनि त्यस्तो छ। अनि अब आजको यो मैले सधैँ चाहिँ साह्रै नोइज हुन्छ नि त भिडियोमा। आज चाहिँ अब हुँदैन कि भन्ने पनि मलाई
ठाउँ ठाउँमा अब राम्रो राम्रो दृश्यहरू पनि देखाउनु छ। ओ के हो यो थाङ्ग्रा हो ए काँक्रा खानुपर्छ। घाँस ल्याइराख्नु भएको छ। एक प्रकारको अब रमाइलो जिन्दगी चाहिँ के हुन्छ भने यसरी घाँस ल्यायो बस्यो। मलाई चाहिँ लाइफ स्टाइल एकदमै झकास लाग्छ कि यस्तो अब उनीहरूलाई चाहिँ अब बिना तनाव हिँडिराख्नुपर्छ नि त। अनि आनन्द हुन्छ, जङ्गल घुम्यो, खाना पनि रुच्ने होइन, उनीहरूलाई प्रेसर सुगर यिनीहरू केही पनि हुँदैन क्या यसरी दिनभरि घाँस खोजेर आयो होइन, रमाइलो हुन्छ। के चाहिँ यहाँ चाहिँ बाटो रफ थियो नि त पहिला हिँड्दाखेरि त, अहिले त धेरै राम्रो भइरहेछ। तपाईँहरूले देखिराख्नु भएको छ होइन, यहाँ त हिलो थियो, गाह्रो थियो नि त, अहिले त बाटो धेरै सुधार भइसकेको छ। नत्र भने यहाँ लम्फू भएर हिँड्नु पर्थ्यो आजभन्दा 16 वर्ष अगाडि होइन। अनि यस्तो दुःख थियो कि यो ठाउँमा दुःखले व्यापार इस्टाब्लिस गरेको। पछिल्लो समयमा चाहिँ अब यो ठाउँमा बाटो सुधार हुन लगत्तै चाहिँ अब दायाँ बायाँ सडकहरू चाहिँ सबै ठाउँ आउट भएर गइसकेको छ होइन। रङसट आइरहेछ त यो गाडी त, सायद त्यो लाइन जान्छ होला। डबल क्याब गाडीहरूको रुट हो नि त यो चाहिँ। यो रोड चाहिँ अब किमाथाङका मित्रराष्ट्र चीनसम्म जोड्ने बाटो हो। त्यसले गर्दा नै प्राथमिकताको साथ यो काम चाहिँ भइरहेको छ होइन यहाँ चाहिँ। अनि त्यस्तो छ यहाँ चाहिँ डबल क्याबको यातायात व्यवसायहरू चाहिँ टन्नै पाउँछ यो रुटमा चाहिँ होइन। जस्तो गाडी चढ्छु भन्दा पनि अफरोड गाडीहरू चाहिँ यहाँ चाहिँ पाइरहन्छ। बस पनि यो गोला बजारदेखि चल्छ होइन अहिले चाहिँ। तर पछिल्लो समयमा चाहिँ अब किमाथाङकादेखि जोगमनी सिलगढी यो दुईवटा अन्तर्राष्ट्रिय नाका भनौँ न, इन्डियाको नाका जाने बाटो पनि यो रुट भएर जाने भएकोले गर्दाखेरि एकदमै बवाल हुन्छ यहाँको यात्रा चाहिँ। अनि तपाईँहरूले देखिराख्नु भएको छ भौतिक पूर्वाधार कति विकास भयो होइन, देखिराख्नु भएको छ। अनि यहाँ फेरि यो बाटो तपाईँहरू पनि आउनु मन थियो भने चाहिँ अब कस्तो हुन्छ भनेर पनि तपाईँहरूलाई लागिराखेको होला। यो बाटो चाहिँ हुँदै हामी चाहिँ शिवधारा अनि त्यहाँबाट बरुण तीर्थ जानु सकिन्छ होइन। यहाँबाट मकल गाउँपालिका वार्ड नम्बर 1 हुँदै ख्याम्पालुङ गुफा पनि जानु सकिन्छ यो ठाउँ यो रुट भएर चाहिँ होइन। तर त्यो चाहिँ चिचिला गाउँपालिकादेखि गुफा भन्ने बाटो पनि जानु सकिन्छ। तर पनि अब शिवधारा प्लस यो दुइटै बाटो हिँड्नु मन थियो भने चाहिँ यहाँदेखि हिँड्न पनि सकिन्छ है। यहाँ कन्स्ट्रक्सनको काम पनि भइरहेको छ, तपाईँले देखिराख्नु भएको छ। यहाँ चाहिँ एकपटक यहाँको टेन्डरमा विवाद पनि भएको थियो, तर पछिल्लो समयमा चाहिँ सोही टेन्डरले समय थप गरेर बनाउँदैछ भन्ने जानकारीमा चाहिँ आएको छ होइन। हाम्रो तराईदेखि चल्ने बस हो यो चाहिँ, विराटनगरदेखि चलेको बस रहेछ यो। एकदम अफरोडमा पनि हिँड्छ क्या बवाल तरिकाले होइन। यो बस चाहिँ दिल्ली बस डबल क्याब यातायातको लागि चाहिँ यहाँ कुनै समस्या हुँदैन। ओ हेभी गाडी आइरहेको छ पुरै। यो चाहिँ अरुण 3 जलविद्युत आयोजनाको रुट पनि भएकोले गर्दाखेरि बाटो चाहिँ हेभी गाडीहरू हिँड्छ यो बाटो चाहिँ होइन। ठाउँमा चाहिँ अहिले रफ नै बाटो रहेछ होइन, तपाईँहरूले देखिराख्नु भएको चाहिँ बर्खा पनि लाग्यो नि त त्यसले गर्दाखेरि। तर लगभग अब यस्तो थिएन पहिलाको बाटो यहाँ चाहिँ होइन, अहिले मात्रै यस्तो एकदमै दुःखले बाइकहरू चलाइन्थ्यो है। मैले योभन्दा अगाडि चाहिँ 150 बाइक लिएको थिएँ, त्योभन्दा पछाडि 220 थियो। अनि अत्याधिक ठोकिएर मैले चाहिँ भिडियो ब्लगिङ गर्छु पनि भनेर चाहिँ यो एक्सर 190L चाहिँ मैले लिएको 2025मा हो मैले लिएको, गत वैशाखमा ल्याएको थिएँ। अनि यात्रा गर्न चाहिँ एकदम सहज भएको छ। ब्लगिङको लागि हो मैले स्पेसल लिएको, तर पनि यो बाइक लिइसकेपछि त्यस्तो लामो दूरीको यात्रा चाहिँ गरेको छुइनँ। तर अब पछिल्लो समयमा एकपटक भोजपुरसम्म गएँ, त्यसपछि पनि अरू ठाउँ पनि जाने तयारी गरिराखेको छु। म चाहिँ अब लगातार हिँडिरहेको छु होइन। पानीले यो प्रायः गरी चाहिँ बर्खा लागिसकेपछि यो नुमदेखि छ्याङकुटी बिचमा चाहिँ प्रायः पानीले भेटेकै हुन्छ। हेरौँ आज चाहिँ कस्तो हुन्छ होइन। मासतिर मौसम त धुम्म देखिरहेछ, तर कस्तो हुन्छ है त तपाईँहरूलाई मौसम जहाँसम्म साथ दिन्छ जस्तो लाग्छ। बाटै बिग्रेछ हौ, गाडी त एकदमै नराम्रो छ, खराब छ है बाटो चाहिँ। ओहो बाटोमै गाडी बिग्रेछ, कहाँसम्म जाने हो है।
पुरै धुवा लागिरहेको छ। यहाँ चाहिँ स्पेसल हरियो मकैहरू चाहिँ फलाउँछ नि त। यहाँ चाहिँ बहिनीले काम गरिरहेको छ। अहिले यतातिर चाहिँ पहिला त मैले चाहिँ बाइक चाहिँ के गर्थेँ भने ओत्लाउँदै पनि हिँडेँ क्या, किनभने मैले बाइक जान्दिनँ थिएँ अनि बाटो पनि एकदमै डेन्जर थियो नि त। यतातिर त कतिपटक लडियो होइन, त्यो भनेर सध्य नै छैन यो बाटो हिँड्दा चाहिँ। अझै पनि बाटो त उबाट बखाडै रहेछ, तर पनि मान्छेहरू अब पहिलाको तुलनामा त अहिले त बाटो त स्पेसल भइसकेको छ नि त। सबै झकास छ, राम्रो छ होइन। अनि मान्छेहरू खुरुखुरु डबल पनि हिँडिसकेको छ। अब यो बाटो त यस्तो थियो जस्तो तपाईँलाई लाग्छ होला। यहाँबाट अब मित्रराष्ट्र चाइनासम्म जाने बाटो हो नि त। तर यो बाटो 16 वर्षमा यति मात्रै भयो क्या। अब अघिल्लो सरकारहरूले चाहिँ यो अलिकति केयरलेस गरेको होला जस्तो पनि मलाई लाग्छ है। तैपनि अब सडकमा हिँड्नु पाइएछ, परिकल्पना थिएन कुनै समयमा त अब यसरी गाउँमा रोड पुग्छ भनेर होइन। तर फाइनल्ली पुगेको छ। राजनीतिक योगदान गर्नेहरूले गरे भन्न चाहिँ सकिन्छ होइन। यतिमा चाहिँ हिलोतिर आइयो कि के हो पुरै। यसमा चाहिँ अब सकअप राम्रो खेल्छ नि त एक्सरमा, त्यसले गर्दा यात्रा गर्न चाहिँ फिजिकली धक्का चाहिँ हुँदैन। अनि यो बाइकको मैले अफरोड ड्राइभिङ हिलोमा के हुन्छ भनेर पनि म तपाईँहरूलाई देखाउनको लागि पनि आज चाहिँ म यो बाटो प्लस बाइकको पनि अनि यो बाटो चाहिँ कहाँदेखि कहाँ जान्छ यो शुद्ध सुनाउनुको लागि चाहिँ मैले आज भिडियो अपडेट गर्नु खोजेको होइन। ठ्याक्कै अहिले चाहिँ यो रानीढुङ्गा मुडे चित्रे आसपास चाहिँ आइसकिएको छ होइन। यो ठाउँमा चाहिँ है तपाईँहरू बाटो हिँड्नु भएको छ भने छैन भने चाहिँ यो ठाउँ चाहिँ हामी शिवाधारा जाँदाखेरि है स्पेसल शिवाधारा मकलु हिमाल चढ्नको लागि पनि यो रुट भएर चाहिँ जानुपर्छ। हिमालय। अनि त्यस्तो छ। यो 77 नम्बरको गाडी चाहिँ अगाडि गइरहेको छ यता साथीहरू। म चाहिँ प्रायः 1 गियरमै हिँडिराखेको हुँदो रहेछ। यो ठाउँ आइसकेपछि चाहिँ अब यो चाहिँ मुडे भन्छ नि त होइन। मुडे चित्रे आसपास भन्छ होइन। यो ठाउँ चाहिँ हमेसा पानी पर्छ होइन। मलाई यो बाटो हिँड्दा चाहिँ नरमाइलो लाग्छ, किन यो बाटो हिँड्दाखेरि मलाई यो सुरुमा आउँदाखेरि पनि यो बाटोमा धेरै बसेको हिँडेको डुलेको होइन। अनि यहाँ चाहिँ पानीले भिजेर हिँड्थ्यो। अनि यो ठाउँ आइसकेपछि चाहिँ मलाई चाहिँ एकदमै नमिठो नरमाइलो लाग्छ होइन। अनि त्यस्तो छ। यो ठाउँ आइसकेपछि चाहिँ मलाई नरमाइलो नमिठो लाग्छ। हेर्नु न मौसम पनि अगाडि कस्तो छ हेर्नु त। यो मुडे भन्ने ठाउँमा चाहिँ मलाई चाहिँ मनै खिन्न हुन्छ क्या। मनमा चाहिँ मलाई नमिठो लाग्छ यो ठाउँमा चाहिँ, जिन्दगीमै होइन नमिठो लाग्छ क्या। उराट विराट निराश सबै लाग्छ यो ठाउँमा आइसकेपछि होइन। आखिरी जिन्दगी यस्तै त रहेछ है साथीहरू। यात्रा नहो आजको यात्रा चाहिँ प्रभु पानीले नभेटोस् है। धुम्मा भइरहेर चाहिँ उतातिर चाहिँ पानी पऱ्यो भने त उत लाग्नुपर्छ, किनभने त माइकमा पानी पर्छ भनेर पनि रोकिनुपर्छ नि त गोप्रोमा पनि। कुन बाटो चाहिँ हो पुरै रफ रहेछ यहाँ चाहिँ। ल यो डिल गइन्थ्यो सधैँ चाहिँ। अब यसवटाको रुट चाहिँ कस्तो छ नि हो अफरोड भएर मात्रै 220हरू भने त दिमाग खराब भइहाल्ने रहेछ हेर्नु त। आम्मामा धन्न आज पानी नपर्दै त यस्तो रहेछ। मैले देखिराख्नु भएको छ होइन। यो ठाउँ मैले त्यसै नरमाइलो भनेको र यहाँ त पानी पुरा पर्ला जस्तो पनि होइन। यस्तो छ है। धन्न मैले त यो त पानी नपर्दै काट्नुपर्ने भयो यो ठाउँ चाहिँ होइन। स्पेसल यात्रामा यहाँ चाहिँ हाम्रो गाउँको बहिनी पनि बिहे गरेर आएछ नि त। हिमकला बहिनी बिहे गरेर आएछ, छिमेकी तुलाबहादुरैको बहिनी। अनि शेर्पासँग बिहे गरेर आएको इन्टरकास्ट हो। कहिलेकाहीँ भेट्छु त्यो बहिनीहरू पनि। अहिले चाहिँ खोइ कतातिर छ। एकजना नानी पनि छ। म चाहिँ गाउँको बहिनी बिहे गरेर आएको। हामी चाहिँ अब यो रानीढुङ्गा मुडे हुँदै चित्रे हुँदै होइन यो जङ्गल सुके पातालमा चाहिँ छिर्दैछौँ होइन। यो सुके पातालमा चाहिँ अब धेरै मान्छेहरू चाहिँ यहाँ चाहिँ कुनै समयमा हत्या पनि भएको थियो क्या। यो सडक नखुलिन्जेल चाहिँ यहाँ चाहिँ दिउँसै टर्च पनि बल्नु पर्थ्यो अरे। यो सुके पातालमा चाहिँ। यो सुके पातालमा चाहिँ अब यो लेक पनि पर्छ नि त। अनि यहाँ चाहिँ मान्छेहरू 2-3 जना चाहिँ गायब पनि मृत पनि भेटेको हो क्या। अब त्यो चाहिँ कुन फडारले होइन
हत्या गरेको, कतिपयले बलात्कार गरेर पनि होला सायद होइन, मारेर केटी पनि छोडिदिएको रेकर्ड छ उहिले, पुरानो रेकर्डहरू होइन। अनि यो ठाउँ चाहिँ अब पहिला चाहिँ दिउँसै टर्च बालेर हिँड्नु पर्थ्यो अरे, अहिले चाहिँ अब त्यस्तो हिँड्नु परेको छैन होइन। अनि त्यसले गर्दाखेरि यो बाटो हिँड्दाखेरि चाहिँ अहिले त रमाइलो छ, किनभने बाटो फराकिलो छ नि त। त्यो बेला चाहिँ यो यतादेखिको दायाँ बायाँको जङ्गल चाहिँ झ्याप्पै माथि चाहिँ भेट हुन्थ्यो अरे, अनि बिचमा चाहिँ अँधेरो हुन्थ्यो अरे क्या दिउँसै अँधेरो भएपछि चाहिँ मान्छे चाहिँ टर्च बालेर हिँड्नु पर्थ्यो अरे। यो चाहिँ अब भोटखोला गाउँपालिका, हालको भोटखोला गाउँपालिका, किमाथाङ्का गाविस, चेपुवा गाविस, हटिया गाविस, थुदम गाविस, यिनीहरू चाहिँ ठाउँमा चाहिँ जाने बाटो नै यो हो क्या, चेपुवा चेम्ताङ भन्ने होइन। अहिले चाहिँ भोटखोला गाउँपालिका भएको छ, भोटखोला गाउँपालिका जाने बाटो पनि यही बाटो भएर चाहिँ मान्छेले दैनिक उपभोग्य वस्तु नुन चामल तेल चाहिँ मान्छेले बोकेरै लाने गर्थ्यो नि त। अहिले त अब गाडी पुगिसकेको छ होइन, अहिले त त्यस्तो छैन। अहिलेको सुके पातल चाहिँ यस्तो छ, फेरि देश विदेशमा बस्ने साथीहरूलाई पनि म जानकारी गराउँ, बाटो एकदमै झकास भइसकेको छ। यो अरुण 3 जलविद्युत आयोजनाको गाडी त हेभी ढुवानीको गाडीहरू चाहिँ यहाँ चाहिँ हिँड्छ होइन। म चाहिँ सुकेबाट यो बाटो रुट ठिक छ होला भनेर म हिँडेँ। बाटो त हिलो रहेछ त, आमाउँ कहाँ यतादेखि हिँड्दा पनि हिलो, त्यतादेखि हिँड्दा पनि हिलो। 8 लाखको बाइक त चुलुप चोपल्नै मन लाग्दैन गाइजहरू होइन। तर के गर्नु त, बाटो त पार गर्नै पऱ्यो है साथीहरू। अनि बाटो यस्तो सुके पातल हामीले काटिसक्यौँ। आयो है एउटा ट्र्याक्टर हो, त्यो त म चाहिँ लङ रुट आएँ नि त, त्यसले गर्दाखेरि रङ रुट आएपछि मैले चाहिँ साइडमा आगेको। अहिले त यस्तो ढलन भइसकेको छ है साथीहरू यो सुके पातलको बाटो चाहिँ। पहिला आउँदा चाहिँ यो बाटो चाहिँ म चाहिँ हिँडेरै आएको थिएँ है। अनि अहिले चाहिँ बाटो यस्तो भइसक्यो, ठ्याक्कै 16 वर्ष पनि भइसक्यो नि त। अनि 16 वर्षमा नेपालको विकास त एकदमै द्रुत क्या। अब नेपालमा र चाइनामा चाहिँ सँगसँगै कम्युनिस्ट शासन आएको अरे होइन। तर नेपाल र चाइनाको विकास त कहाँ आकाश पाताल परिसक्यो नि त होइन। अनि अहिले चाहिँ 16 वर्षमा यतिको बाटो भएको छ, तै पनि हुँदै नहुनु भन्दा त यो ठिक छ भनेर मलाई चाहिँ चित्त बुझ्छ होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ, तपाईँहरूलाई पनि मनमा लागेको कुरा गर्नु होला। यहाँदेखि उधर चाहिँ 16 खानी पर्छ है त सिधा, यो चाहिँ सुके पातलदेखि यता देउराली निस्किनु आँट्दाखेरि चाहिँ यो ठाउँमा हो। यहाँ मौसम सफा छ भने त दायाँ बायाँको सिन तपाईँहरूले देखाउँथेँ, तर अझ मौसम धुम्मा भएकोले गर्दा नरोकिकन म एकरो ड्राइभ गरिरहेको छु है त साथीहरू। म चाहिँ अलिकति हिलो रहेछ होइन, मैले त्यो हिलोको भिडियो चाहिँ तपाईँहरूलाई मैले देखाइनँ। तपाईँहरू आउँदाखेरि चाहिँ अब मान्छे रोकि नै हाल्ने चाहिँ होइन, हिँड्न सकिन्छ होइन। तर ठाउँ हिलो चाहिँ रहेछ है त साथीहरू। म आजभन्दा 16 वर्ष अगाडि यो बाटो चाहिँ पैदलै हिँडेर आउँथेँ होइन। त्यो बेलाको याद मलाई याद आउँछ होइन, त्यो बेलाको उमेर, त्यो बेलाको जोस जाँगर होइन। अहिले चाहिँ ठ्याक्कै यो देउराली भन्ने ठाउँमा चाहिँ आइपुग्यो। यहाँ बास बसिन्थ्यो होइन, यहाँ मान्छेले चाहिँ अब बासको अभाव परिन्छ, यहाँ चाहिँ समस्या छ भन्ने धेरै हल्ला थियो है। अनि यहाँ बास बसेर पनि गइन्थ्यो। चाहिँ स्पेसल अहिलेको पनि बजार चाहिँ स्थापित बजार देउराली बजार है त साथीहरू। बाटो चाहिँ पुरै बिग्रिराखेर छ। मोमो हेभी गाडी छ, कुखुरा चल्ला पनि छ। साथीहरू सबैजना जम्मा भएको छ। कुन रुट चाहिँ ठिक छ हो, कुनै होला। बाटो एउटै पनि देखिँदैन होइन। आम्मो पुरा धुम्म कुहिरो लागिरहेछ नि त साथीहरू। आम्मो यस्तोमा चाहिँ यो जहिले है, यो चाहिँ देउराली र छ्याङकोटी बिचमा चाहिँ जहिले यो अब चैत वैशाख बर्खा लागिसकेपछि प्राय गरी चाहिँ यो ठाउँ चाहिँ यस्तै हुन्छ है त साथीहरू। उ हेर्नु त यस्तो छ सायद, यस्तो बाटो छ होइन। यस्तोमा पनि हुन्छ त हो यात्रा। पुरै म त तपाईँहरूलाई चाहिँ लाली गुराँसहरू, यहाँको सल्लाहगरी लेकदेखिको पुरै पहाडहरू देखाउने मैले रहर गरेको थिएँ। तर हेर्नु न गाइजहरू, यो पुरै बाटो त पुरै यहाँदेखि पर एउटा पनि देखिँदैन होइन। तपाईँहरूले पनि सायद देख्नुभएको छ कि छैन होइन, पुरै तुवालो लागिरहेको छ होइन। सायद यो के होला,
ल बाटो चाहिँ यहाँदेखि चाहिँ उता राम्रै छ होइन, ठाउँ ठाउँमा चाहिँ नराम्रो थियो, अहिले कस्तो बनिरहेको छ म तपाईँहरूलाई देखाउँदै जानेछु। पुरै बाख्रा पनि रहेछ, त्यहाँ गाडी पनि रहेछ, म्या ल ल म्या बाख्राहरू चरेर फर्किँदैछ। 16 वर्षमा यतिको चाहिँ विकास हुँदो रहेछ है साथीहरू, तपाईँहरूलाई देखाउँदाखेरि चाहिँ माया कहाँ छौ। यो रोडमा चाहिँ चिप्लिन्छ, बिस्तारै ड्राइभ गर्नुपर्छ नि, फेरि बिताउँछ है साथीहरू। यस्तोमा त स्लिफ्याट हुन्छ नि हो, डबल त झन् म त प्रायः पुग्दिनँ होइन, सिङ्गल पनि मलाई चाहिँ लाग्छ पुरै आउँदैन। एउटा पनि गाडीहरू देखिन्छ त, हेभी हेभी गाडी त आउँदै रहेछ, बबाल छ साथीहरू। अनि आजको मेरो यात्रा चाहिँ रमाइलो भएर छ, पानीले नपिटोस् भनेको होइन, सकभर प्रार्थना गर्छु मौसमले साथ दियोस्। यस्तो धुम्मा लेकै लेक भए पनि यो त हिउँ पर्ने ठाउँ हो नि त, यो माथि माथि त। एकपल्ट चाहिँ मलाई हाँस उठेको कि यो ठाउँमा चाहिँ पुरै असिना परेर चाहिँ त्यो रुखको हाँगाहरू नै मरेको थियो क्या, पातहरू सबै झरिसकेको नसकेर चाहिँ उहाँ चाहिँ अगाडि गइराखेको छ। अनि यहाँ चाहिँ ओहो यतिको नि त झ्याप झ्याप बिसाउनु पर्ने, कस्तो दामी भइरहेछ, धमाधम भइरहेछ है त ढलाई। ढलाई त के अरे कालोपत्रे, उफ यस्तो स्मेल है, कति हानिकारक होला क्या, अक्सिजन सरसर जानुपर्नेमा चाहिँ यस्तो के। यो गाडीले मलाई साइड दिइरहेछ तर मै जानु सकेको छैन। अब फेरि यस्तोमा चिप्लिन्छौँ नि त, पुरै रोड छ, अनि बरु अगाडि जानुभन्दा चाहिँ होइन उसलाई अगाडि पठाउने हो नि त होइन साथीहरू। अहिले चाहिँ हामी ठ्याक्कै यो कप्दानेको छोइलिङ गुम्बादेखि हामी चाहिँ तेर्सो लागिरहेको छौँ, अनि ट्र्याक्टर अगाडि अगाडि छ, उसले साइड दिइरहेको छ। तर मलाई ओभरटेक गरौँ भने यो अर्को छ नि त, रोडा यस्तोमा चिप्लिएर लडिन्छ भनेर स्पिड गइराखेको छुइनँ है त गाइजहरू। धुलो खुवाइरहेछ, आँखामा चाहिँ आइरहेछ नि त, पुरै गाह्रो छ यस्तो कि आमामा रोडा यस्तोमा त। अनि मान्छे त डबल बोकेर आयो भने त सुलिफ्याट भइहाल्छ नि त, अब लेडिज झन् बोक्नु हुँदैन होइन, उनीहरू झन् सेभ गर्नु गाह्रो हुन्छ हेर्नु त। आमा कस्तो भने नि स्पिड जानु पनि नहुने, स्लो जानु पनि नहुने, तर यो ट्र्याक्टर स्पिड चल्यो है साथीहरू। यो चाहिँ चिचिला गाउँपालिका अध्यक्षको घर छेउमा चाहिँ आइसकिएको छ। यहाँ चिचिला गाउँपालिका पासाङ दाइ हुनुहुन्छ, उहाँ नेपाली काङ्ग्रेसको चाहिँ नेपाली काङ्ग्रेसबाट जित्नुभएको है, चिचिला गाउँपालिका अध्यक्ष 2 कार्यकाल खाइसक्नु भएछ। अब सायद 84मा चाहिँ चिचिला गाउँपालिकाको आउँछ होला भन्ने पनि मलाई लागिरहेछ। अम्मामा हावाले बवाल हानिरहेछ है त, रुरु भन्ने ठाउँमा आइसक्यो होइन, जसले जे बाबु। अनि म अघि जान्छु भनिरहेको छु नि त, रोडामा परिन्छ कि भनेर मात्रै मैले होइन। अनि मैले चाहिँ हरेन बजाएको छु होइन, यो ठाउँमा चाहिँ अब यस्तो घुम्ती छ नि त, देखिँदैन गाडीहरू स्वाट्टा आएर ठोकियो भने त होइन डेन्जर हुन्छ नि त। हुरुरु यो चाहिँ चिचिला हिरा पार्क कि के भन्छ है, चिचिला गाउँपालिकाले यहाँ चाहिँ खेलकुद मैदान पनि बनाएको छ, अनि पार्क पनि छ है यहाँ चाहिँ। अनि यहाँदेखि उँभो चाहिँ लालीगुराँस तपाईँले फुलेको चाहिँ देखिराख्नु भएको छ यहाँ, तर अलिकति यो क्यामेराले देख्दैन होला, लालीगुराँस पनि देखिरहेछ। यहाँ खेलकुद मैदान पनि छ र मूर्तिहरू, यहाँ चाहिँ रमाइलो ठाउँ भइरहेको छ होइन। यो ट्र्याक्टर अलिक स्पिड आएकोले गर्दा मलाई कस्तो डर भइरहेछ है त साथीहरू। अब हामी चाहिँ चिचिलाको गाउँपालिकाको यो हुरुरु भन्ने ठाउँ हो, कप्दानेको इतिहास पनि तपाईँलाई भनेर, यो कप्दानेमा चाहिँ यो नेपाल भोट युद्धमा चाहिँ क्याप्टेनले चाहिँ दुश्मनलाई यसरी काटिन्छ भनेर चाहिँ ढुङ्गा काटेको ठाउँ भएर यो कप्तानले काटेको हुनाले कप्दाने हुँदै कप्तान कप्ताने भएको भन्ने भनाइ छ होइन। आमामा बाटो त बबाल भएछ, त्यो बजु त सेन्टरमै पो हिँडिरहेछ त हौ, यस्तो बेला त फ्ल्याट टाइप हुन्छ त। बाटो फराकिएको छ तर होइन, यहाँ कर्सर उद्योग देखिराख्नु भएको छ। अब हामी सुम्बावीर भन्ने ठाउँमा आउँछौँ है। कप्तानेको कुरा त मैले सुनेको, सुम्बा भन्ने एकजना भोटे प्रहरी हुनुहुन्थ्यो अरे, उहाँ प्रहरी चाहिँ त्यहाँदेखि लडेर मर्नु भएको अरे, त्यसले गर्दा सुम्बावीर हुन्छ। त्यो भिर मैले अगाडि पनि अपडेट त गरेको छु, तर अहिले सुम्बावीर छैन नि त, किनभने राम्रो बाटो बनिसकेको छ होइन। तपाईँहरूलाई जानकारी गराउनु पर्दाखेरि अनि ऊ हेर्नु त, यस्तो मकै छर्नुको लागि धुवा आइरहेछ होइन, अनि बाटो पनि राम्रो। अस्ति त 1 घन्टा 45 मिनटमा मैले 41 किलोमिटर पार गरेको थिएँ, तराईतिर जस्तो होइन नि त। फेरि तपाईँ यसमा चाहिँ 41 किलोमिटर त्यति टाइम लाग्छ र भन्नुहुन्छ, पाहाडमा स्पिड लाउनु सकिँदैन है साथीहरू, अनि डेन्जर पनि हुन्छ यस्तोमा, त्यही टर्निङहरू हुन्छ।
अनि अब सरी अनि अलिकति यो चिसोले गर्दा खोकी भयो लेको सुम्बा भिर त पारी देखिराख्नु भएको छ नि त्यो सुम्बा भिर त अहिले भिरै छैन नि होइन बाटो राम्रो न राम्रो छ होइन ओ कस्तो राम्रो बनाएछ म त लगभग 1 महिना पछाडि आउँदैछु नि त अस्ति चुनाव दिन आएको थिएँ त्यसपछि चाहिँ म यहाँ झरेको छुइनँ नि त चुनावपछि म झरेको छुइनँ त्यसले गर्दाखेरि आज लगभग 1 महिनापछि झर्दैछु नि त यो बाटो अनि बवाल छ अनि नुनको बस्दै होइन अब मलाई चाहिँ अहिले चाहिँ कस्तो भने बल्ल फुर्सदमा निस्केर चाहिँ स्पेसल मलाई चाहिँ लागिरहेछ होइन सुम्बाभिरमा वर्करहरू सायद अरू यो के अरे सडकको काम सकेर उहाँहरू चाहिँ ड्युटी सकेर फर्किनु भएको उहाँहरूले नै बनाइदिनु भयो है सुम्बाभिर यति डेभलप भइसकेछ तपाईँहरू विदेशमा हुनुहुन्छ होला यो बाटो कहाँ जानु कम त यो बाटो चाहिँ दुःख थियो क्या त्यो बेला आम्मामा मैले त 150 बाइक चाहिँ चेक लाएर यो बाटो चाहिँ चढ्थेँ कि उकालोमा ठाउँमा मुन्टिएर लड्थेँ होइन घुँडाहरू ठोकिन्थ्यो कोही बेला तर अहिले चाहिँ यस्तो बाटो भइसकेछ त्यसले गर्दा सुम्बाभिर भन्दा पनि धेरैले पत्याउँदैन होइन अनि सुम्बाभिर हुँदै अनि फेरि यहाँ पर हुन्छ नि त यो सुम्बाभिर त कुवा पानी पनि आउँछ सबैजना आजको ड्युटी सकेर किनभने लगभग अब 5 बजिसक्यो नि त फेरि अब यो किनभने ठेकदारहरूले चाहिँ अब निश्चितमा देखाउँछ ग्रुप काम गर्छ नि त रमाइलो तरिकाले राम्रो भइसकेछ 1 महिनामा यति डेभलप भइसकेछ कामदार पनि अब टन्नै रहेछ नि त साथीहरू हेर्नु त अन्त सबै काम गरेर फर्किराख्नु भएको छ बोजू पनि हुनुहुन्छ वाउ सुम्बाभिर हामीले पार गरिसक्यौँ है त साथीहरू सुम्बाभिरदेखिको बाटो दायाँ बायाँ रमाइलो सिन भएको म तपाईँहरूलाई देखाउँथेँ होइन अहिले यो कुवा पानी भन्ने ठाउँमा है त कुनै समयमा चाहिँ यो कुवा पानीमा धेरै बास बसिन्थ्यो होइन यहाँदेखि चाहिँ मौसम क्लियर हुँदाखेरि चाहिँ याफु झ्याप्पै देखिन्छ होइन यो कुवा पानीदेखि मौसम क्लियर छैन अझ के याफु मेरो गाउँ चाहिँ देख्न सकिँदैन यो ठाउँदेखि यहाँदेखि यतातिर चाहिँ माछे पोखरी यतातिर चाहिँ याफु पर्छ सिलिचुङ गाउँपालिका वार्ड नम्बर 4 र 5 चाहिँ देखिन्छ है त यो सिचिला गाउँपालिकाको केन्द्र कुवा पानी हामी अघि बढिरहेको छौँ पानी पनि अलिअलि छिटाइराखेको छ होइन मौसमले चाहिँ पुगिन्जेल चाहिँ नबिजाओस् भन्ने चाहिँ मलाई लाग्यो त यो रुट चाहिँ एकदमै जाडो छ अनि त्यो डबल ज्याकेट लगाइसकेको छु होइन त्यसले गर्दाखेरि कुनै त्यसमा त तनाव छैन तर पनि बिचमा पानीले पिट्यो भने चाहिँ नमिठो हुन्छ भन्ने लाग्छ होइन ठाउँमा हुँदैछ ढलाइ त्यसले गर्दाखेरि मजा आइरहेछ कि बवाल कालो पत्रपछि यात्रा गर्नुपर्ने 16 वर्षे बसाइपछि चाहिँ यो बाटो यति डेभलप भएको 16 वर्षमा यति मात्रै विकास हुँदो रहेछ भन्ने कुरो नेपालको एउटा मापक पनि हो यो शङ्खसभाको खाँदबारीदेखि नुम बजारसम्मको बाटो है त यो 16 वर्षमा यतिको अवस्थामा पुग्यो पिचको कार्यक्रम अहिले मात्रै भएछ त्यसको हिसाबमा सम्झिएर त अब देश बन्नुको लागि त टन्नै चाहिने रहेछ नि त होइन नेपालमा चाहिँ विकासको कामहरूमा चाहिँ तपाईँहरूलाई के लाग्छ होइन टोटल एमाउन्टको लगभग 60% चाहिँ कामै लाग्दैन क्या लगभग 40%ले मात्रै काम गर्छ भन्ने मलाई लाग्छ अब कति बेला 40 पनि होइन कि 80% चाहिँ खान्छन् अनि 20% मात्रै काम गर्दै यस्तो हुन्छ पनि भन्छ तर मलाई त्यस्तो चाहिँ लाग्दैन होइन तपाईँलाई चाहिँ कस्तो लाग्छ अनि यहाँ चाहिँ रमाइलो घर थियो एउटा होइन अनि यहाँ चाहिँ बास बसिन्थ्यो खाजा खाइन्थ्यो अनि अहिले चाहिँ यहाँ एउटा छ घर है यो चिचिलामा चाहिँ धेरैले भन्छ खाने पानीको चाहिँ समस्या छ भन्छ होइन तर म त्यति यहाँ बसेको छैन तर यो चाहिँ मौसम क्लियर हुन्छ चाहिँ यो पहाडको टुप्पो हिँड्ने बाटो रुट है त यो साथीहरू तपाईँहरूलाई पनि जानकारी होस् कुनै समय यो हिँड्नुहुन्छ भने चाहिँ पहाडको क्षितिज चाहिँ हामी यो हिँड्दैछौँ क्या यो सडक चाहिँ पालिकाको केन्द्रमा चाहिँ आइसक्यौँ चिचिलाको प्रशासनिक केन्द्र चाहिँ यो चिचिला बजार हो होइन यो डाँडामा तपाईँले देखिराख्नु भएको छ माथि अनि बाटो चाहिँ यस्तो छ अब यतिको विकास भइसक्यो देशमा चाहिँ जनता पनि अब शिक्षित हुनुपर्छ र यसमा त चाहिँ शासन पद्धति पनि स्वरूप परिवर्तन हुन्छ भन्ने आशा लागेको छ तपाईँहरूले चाहिँ कस्तो लागेको छ होइन बबाल यार आम्मो हामी चाहिँ चिचिला बजार आइसकेको छौँ होइन यहाँ चाहिँ नयाँ वर्षमा चाहिँ चिचिलामा भव्य कार्यक्रम जहिले पनि आयोजना गर्छ अनि मौसम लालीग्रसहरू होइन यता यहाँ चाहिँ म लगभग 2062को नयाँ वर्ष मलाई चिचिलामा पहिलोपटक मैले पहिला टेकेको थिएँ बाल्यकालमा चाहिँ यो याफु मेरो जन्मे गाउँदेखि चाहिँ यो चाहिँ क्षितिज पारी पर्छ नि त अनि त्यो ठाउँ चाहिँ यो हो यहाँ चाहिँ मैले पहिलोपटक चाहिँ 62 सालको नयाँ वर्षमा टेकेको थिएँ यहाँ चाहिँ चिचिला प्रारी चौकी पनि छ साथीहरू
चिचिला बजार आज मौसम सफा भएको दायाँ बायाँको म सिन पनि तपाईँहरूलाई देखाउँथेँ, तर आज चाहिँ मौसम नभएकोले म एकहोर हिँडिरहेको छु होइन। बाटो मात्रै तपाईँलाई देखाइरहेको छु, यहाँको बजारको दृश्यहरू देखाइराखेको छु होइन। अनि अब लगभग 5 बज्न लागेको छ, त्यसले गर्दाखेरि पनि यो मौसम चाहिँ यस्तो छ। 1 घन्टा बाटो त मैले त धेरै कटाइसकेँ होइन। चिचिला गाउँपालिकाको चाहिँ एम्बुलेन्स पनि रहेछ यहाँ। केटाकेटीहरू नानीहरू कुदिरहेकोले गर्दाखेरि बिस्तारै चलाउनुपर्छ साथीहरू। चिचिला बजार हेर्दै यो त यो चाहिँ दारी लामा है, 100 वर्षभन्दा ज्यादा बाँचेको लामाको मूर्ति हो यो चाहिँ। तपाईँहरूले चिचिला पातालमा कति दुःख पाउनु भएको थियो आजभन्दा 14-15 वर्ष अगाडि होइन त। अहिले चिचिला पातालमा चाहिँ यस्तो राम्रो बाटो बनाएछ, कस्तो राम्रो बाटो बनाएछ होइन। तपाईँहरू आफै सम्झिनुहोस्। कतिपय साथीहरू त विदेश जानुभएको साथीहरू अझै फर्किनु भएको छैन होला। चिचिला पातालको बाटो कस्तो भयो भनेर लागिरहेको होला। चिचिला पातालमा त हिलाम्या होइन, यत्रो भाँसिएर हिँड्थ्यो नि त यो बाटो त। एकपटक त रातको 1 बजे म नोम जाँदै थिएँ, त्यति बेला हिलोमा बाइक भाँसिएर म चाहिँ डराएर बसेको याद पनि छ। चिचिला पाताल यो कुनै समयमा चाहिँ डेन्जर पातालको रूपमै मानिन्थ्यो होइन, किनभने यहाँ जङ्गल थियो नि त, अन्धकार हुन्थ्यो नि त यो ठाउँ चाहिँ। एकदमै पानीले भेट्ला जस्तो छ है गाइजहरू होइन। अब किनभने मौसम त रात त परेको छैन, 5 पनि बजेको छैन होइन, तर अँध्यारो भइरहेछ। पानी अलिअलि छिटाइरहेछ, सायद क्यामेराको लेन्समा पनि अलिअलि पानी पर्न सक्छ गाइजहरू होइन। अब तैपनि निरन्तर बढिरहेछ। यसपछि छ्याङकुटी डाँडा भन्ने आउँछ क्या। छ्याङकुटी डाँडादेखि चाहिँ खादबरेको भ्यू र भोजपुर चाहिँ छ्यापै देखिन्छ, तर आज मौसमले गर्दाखेरि साथ दिँदैन भन्ने मलाई लागिरहेको छ। यहाँ चाहिँ एउटा ट्रिफर आइरहेको छ त, यस्तोमा चाहिँ होसियार हुनुपर्छ नि त। गाइजहरू यो समयमा त्यो जमानामा कति दुःख भएको कि यो ठाउँमा हिलो राम फसिराखेको हुन्थ्यो, बाइकमा नहुने। अनि 3 दिन लाएर पनि पुगिन्थ्यो क्या कोही बेला नोम बजार चाहिँ। अहिले त 1 घन्टा 45 मिनट मलाई चाहिँ लाग्छ। साथीहरू 1 घन्टामा पुग्छु भन्छ होइन। त्यस्तो रिस्की ड्राइभ पनि त गर्नु हुँदैन भन्ने मेरो मान्यता पनि हो। यहाँ चाहिँ अलिअलि हिलो रहेछ अझ पनि। रोलर सायद चाहिँ रोलर नपुगेको होला। यहाँ चाहिँ ठुलो रक थियो नि त, त्यो पनि फोरिसक्यो। बाख्राहरू चाहिँ चराएर चाहिँ म्याला चराएर चाहिँ फर्किरहेको छ होइन आफै तरिकाले। वन्यजन्तुहरूले पनि केही पनि गर्दैन कि यिनीहरूलाई हेर्नु त। यो चाहिँ अब हामी आयौँ गोगाने आउनु लागेछौँ होइन। यो तपाईँले अगाडि देख्नुभयो त रक फोरिरहेको ठाउँ छ नि। यहाँ चाहिँ एकपटक चाहिँ डोजर एक्सिडेन्टमा चाहिँ एकजनाको ज्यान पनि गएको थियो। अनि त्यहाँबाट अहिले चाहिँ ओह्रालोमा झरिरहेको छ कि यहाँ खतरा। यो उहाँले चाहिँ हेरिराख्नु भएको रहेछ पुरै। अनि के हेर्दै पो हुन्छ के छौ ओह्रालोमा झर त के हेर्नु भएको? ए उहाँलाई चाहिँ पर्खेको। ए ल मलाई त के पर्ख्यो भनेको चाहिँ उहाँलाई चाहिँ पर्खिराख्नु भएको रहेछ। अनि अहिले चाहिँ गोगाने आउनु लाग्यो नि त। यो गोगाने आइसकेपछि चाहिँ यो साइडमा चाहिँ जहिले बाख्रा भेटिन्छ है त। बाख्रा पालनको लागि यो गोगाने चिचिला पाताल आसपास चाहिँ बकाइदा मलाई चाहिँ राम्रो लाग्छ होइन। अनि विदेश पनि के जानु त कहिलेकाहीँ चाहिँ लाग्छ कि आखिरी विदेश गएर हुनु त पैसा त इनाफ हुन्छ नि है। पैसा भनेको त भगवान्को दोस्रो रूप पनि हुनु चाहिँ हो। तर अब दुःखको पनि कुरा छ। तर बाख्राहरू यहाँ इनाफ छ हो। सायद बाख्रा त यो त चराउनु नपर्ने, यता पठाएर कस्तो ज्ञानी भने फेरि बिहान पठाएर राति आफै फर्किँदो रहेछ होइन पुरै। यो चाहिँ गोगाने है। यहाँ बास बसिन्थ्यो उहिले हामी बजार आउँदाखेरि। यो ठाउँमा बास बसिन्थ्यो साथीहरू। अहिले त सुनसान छ, बजार पनि चल्दैन रहेछ। तपाईँहरूले देखिराख्नु भएको छ गोगाने बजार नै एक प्रकारको चाहिँ यहाँ चाहिँ थियो क्या त्यो बेला। पुरै बाख्रै बाख्रा रहेछ। आम्मामा बाख्रा घाँस ल्याइसक्नु भएको। भेडा पनि रहेछ यहाँ पुरै हेर्नु त कस्तो मजा क्या। यसरी बाख्रा चराएर बस्नु पनि सकिन्छ नि त नेपालमा पनि होइन। बाटै छेक्यो क्या यहाँ त हेर्नु त तपाईँहरूले देखिरहनु भएको छ। अम्मो यसरी बाख्रा चराएर बस्यो भने चाहिँ यो चाहिँ ठ्याक्कै गोगाने भन्ने ठाउँमा है। बाख्रा चाहिँ यो चिचिला पातालमा चाहिँ
सिला पातलमा चाहिँ चराएर चाहिँ फर्काउँदै रहेछ क्या भेडा पनि रहेछ भ्या होइन कति मजा छ यसरी बाख्रा चरा बस्छु होइन राति खाना कति रुच्छ है किन तरिकाले म्या ला 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 साथीहरू तपाईँहरू अनि तपाईँहरूकोतिर बाख्रा कतिको हुन्छ होइन शङ्खसभाको यो ठाउँमा चाहिँ बाख्रा चाहिँ हमेसा हुन्छ है त अनिवार्य हुन्छ गुरुङ शेर्पाहरू चाहिँ बस्छ यो लाइनमा चाहिँ है त्यो यहाँदेखि उता गएपछि चाहिँ अब छ्याङकोटी डाँडा आउँछ नि त त्यो रमाइलो लाग्छ मलाई चाहिँ होइन यो छ्याङकोटी डाँडा आइसकेपछि चाहिँ त्यहाँको भ्यूहरू चाहिँ म यता त्यता जहिले खिचेर म अपडेट गरिरहेको छु मेरो च्यानलको सर्टहरूमा पनि हालेको छु तर आज चाहिँ मौसम क्लियर छैन र म नदेखाइ सरसर हिँड्ने भयो नि त साथीहरू यस्तो मौसम भइसकेपछि त कहाँ भिडियो पनि खिच्न सकिन्छ होला यो अरुण 3 गयो त यस्तो हेभी गाडीहरू हिँड्छ कि होइन बाटो चाहिँ अहिले बवाल यस्तो भइसकेको छ तपाईँहरूलाई अनि त्यहाँबाट यो तपाईँहरूले देखिरहनु भएको छ नि यो अगाडि यो छ्याङकुटी डाँडा है त आज चाहिँ मौसम यतिको मात्र रहेछ होइन कुन रहेछ यो हाम्रो रात साथी हो कि के हो रातो अपछि बाइक छ्याङकुटी डाँडामा आज भ्यू नभएकोले गर्दा म नरोकिकन झरेँ स्पेसल तपाईँहरूलाई होइन यहाँबाट चाहिँ राम्रो राम्रो भ्यूहरू देखिन्थ्यो छ्याङकुटी डाँडा है त साथीहरू अनि यहाँ हावा पनि पुरै लागिरहेछ होइन किन आज चाहिँ अब मौसमले पिट्छ कि भनेर अब सरसर जानु पऱ्यो नि त मौसम पनि अब धुम्म पनि छ मैले नत्र भने चाहिँ मैले बनाउँथेँ होइन यो चाहिँ छ्याङकुटी डाँडाको बजार है त यहाँदेखि यतातिर चाहिँ यो भोटेबास भन्छ भोटेबास भनेपछि भोटेहरू चाहिँ बास बसेर उहिले काबेला जाँदाखेरि चाहिँ यहाँ बास बस्ने गर्थ्यो त्यसले गर्दा भोटेबास भन्ने चलन छ यो ठाउँ चाहिँ छ्याङकुटी डाँडाको यतापट्टि होइन यहाँ चाहिँ शेर्पा जातिको बसोबास रहेको छ कुनै समय चाहिँ दिदिङको मान्छेहरू चाहिँ खाँदबारी आउँदाखेरि यही बाटो हिँड्थ्यो मलाई याद छ होइन मैले चाहिँ 2062 सालको नयाँ वर्षमा चाहिँ चिचेल आउँदाखेरि चाहिँ यो ठाउँमा चाहिँ आएको थिएँ यहाँ हाम्रो दतेम्बा भन्ने एकजना साथी थियो साथीको घरमा चाहिँ थुक्पा पसल्थ्यो अनि थुक्पा खाएर म हिँडेको चाहिँ याद आउँछ अनि चिचेला जङ्गलमा गएर ह्याप्पी न्यु इयर मनाएर राति म फेरि तल नै पुगिसकेको थिएँ क्या स्पेसल यहाँ सानो बच्चालाई चाहिँ बाइकमा बोकेर हिँडिराख्नु भएको रहेछ यो चाहिँ भोटेबास छ्याङकुटी डाँडाको प्रवि स्कुल यहाँ होइन यो ठाउँमा आइसकेपछि मलाई रमाइलो लाग्छ किन है त साथीहरू है त बबल मिस यु सबैजना साथीहरूलाई यो छ्याङकुटी डाँडामा चाहिँ है गर्नुभन्दा अगाडि नै खाँदबारी पुगिजाउँ भनेर लागिरहेछ तर मौसम चाहिँ खराब छ साथीहरू भोटेबासदेखि यो जुन छ नि त यो भिरमा वाल लगाएको छ अनि त्यो भिर हुँदै चाहिँ जाँदैछु होइन अनि मौसम के छ होइन सङ्घसभातिर चाहिँ मौसमले एकदम च्यालेन्ज दिइरहेछ है त साथीहरू तपाईँहरूकोतिर चाहिँ कस्तो छ खै
ल है साथीहरू, हामी चाहिँ भटेबासदेखि अहिले चाहिँ ठ्याक्कै च्यान डाँडाको मासतिर घुम्तीमा चाहिँ आइसकेका छौँ। च्यान डाँडा भनेको सेकादेखि अलिक मासतिर है त साथीहरू। तपाईँलाई जानकारी गराउँदै गरौँ। मौसम नराम्रो भइसकेपछि यहाँदेखि नै भ्यूहरू तपाईँलाई देखाउन सकिरहेको छैन, त्यसमा चाहिँ एक्सक्युज मी होइन। नत्र भने म चाहिँ तपाईँलाई जुन जुन पोइन्टदेखि चाहिँ राम्रो राम्रो ठाउँ देखिन्छ त्यो म देखाउने तयारीमा थिएँ। यो ठाउँमा चाहिँ जहिले पानीले हिर्काउँथ्यो नि त। म व्यापारको सिलसिलामा आजभन्दा 15-16 वर्ष अगाडि यो बाटो हिँड्दा पनि जहिले म पानीमा हिँड्थेँ क्या। पर्ने भएपछि चाहिँ च्यान डाँडा पुगेपछि चाहिँ मैले क्यामेरा खोलौँ भनेको, त्योभन्दा अगाडि चाहिँ नखोलौँ भनेको। च्यान डाँडा पुगिसकेपछि त हातभरि नजिकै हो होइन। अनि त्यसपछि चाहिँ त्यो बिचमा रेकर्डहरू चाहिँ गर्नुपर्छ, तर पानीले चाहिँ भिजिरहेछ भन्ने मलाई लागिरहेछ। केही छैन साथीहरू। भटेबास मलाई चाहिँ शङ्खसभाको रमाइलो ठाउँहरूमध्येमा भटेबास सेका पनि रमाइलो लाग्छ होइन। अनि खाँदबारी त अब खाँदबारी गएको होइन, तुमुकटारमा चाहिँ बढी गर्मी छ, तैपनि सुविधाको हिसाबमा रमाइलो छ त्यो पनि। अनि मेरो जन्मगाउँ चाहिँ सिरिचङ गाउँपालिका वार्ड नम्बर 5 हो होइन। अनि त्यो त त्यो झन् रमाइलो हुने नै भइगयो, तर पछिल्लो समयमा यतातिर बसेकोले गर्दा मलाई बवाल लाग्छ यो ठाउँ। डाँडा च्यान डाँडा आइसक्यो है त। सेखादेखि केही मासतिरको यो च्यान डाँडा भन्ने पानीले झन् पिट्छ होला भनेर म चाहिँ नन स्टप हिँडिहालेँ। यहाँ चाहिँ खाजा नास्ता चाहिँ राम्रो पाउँछ है त साथीहरू च्यान डाँडामा। अनि भ्याङ खोला भन्ने पनि यहाँ आइगयो अब। यो चाहिँ यहाँ चाहिँ पहिला भिड थियो होइन, अहिले चाहिँ यस्तो राम्रो बाटो बवाल छ होइन। पानी छिटाइरहेछ, तै पनि मलाई अर्थेर गरिरहेको छु नि त। गोप्रोमा पानी छिरेर बिग्रिन्छ कि भन्ने पनि हो। वाटर रिस्ट्रिक्सन त भन्छ, तर मैले यो माइक्रो लगाउनुको लागि चाहिँ त्यो ब्याट्री छोप्ने चाहिँ ओपन राखेको छु नि त, त्यसले गर्दा पानी छिर्छ कि भन्ने पनि मलाई लाग्छ होइन। च्यान डाँडा भ्याङ खोला है। भ्याङ खोलामा चाहिँ गाडीहरू यति रोकिरहेको हुन्छ होइन, कति बवाल छ भने नि। अहिले चाहिँ खाँदबारी आइसकेको छु। अनि अघि चाहिँ पानी पऱ्यो नि त, त्यसले गर्दाखेरि म चाहिँ अफ गरेँ क्यामेरामा चाहिँ पानी छिर्छ भनेर। अहिले खाँदबारी आइसकेको छु। 1 घन्टा 45 मिनटमा ठ्याक्कै आइसकेको छु होइन। बिचमा भन्ज्याङ र खाँदबारी यो बिचमा आउँदा चाहिँ के भयो भने पानी पऱ्यो नि त, त्यसले गर्दा मैले क्यामेरा निकालेको थिएँ। अहिले चाहिँ फाइनल्ली म आइसकेको छु। यो चाहिँ ठ्याक्कै म सूर्य बोर्डिङतर्फ चाहिँ अगाडि बढिरहेको छु। अनि मेरो आज बसाइ चाहिँ घरमै हुने भएको छ नि त, त्यसले गर्दाखेरि म चाहिँ सिधै जाँदैछु है त साथीहरू। आजको भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लागेको छ होइन। रात चाहिँ झमक्क परिसकेको छ। अनि घरमा चाहिँ अहिले पुगेर नानीहरूसँग भेटघाट हुनेवाला छ। सूर्य बोर्डिङ खाँदबारी है त मेरो घर चाहिँ। केटीहरू चाहिँ यहाँ रहेछ। के छ नि, ठिक छ नि? डेनियङ ठिक छ, उपासना ठिक छ, बवाल छ नि होइन, झक्कस छ। खोइ अरू समिता यता, खोइ सुस्मिता चाहिँ उ बिरामी, खोइ के बिराम भयो? कोही पेटमा घाउ, घाउ नै घाउ नै चाहिँ हैन, हो चाहिँ भन्दै हुन्थ्यो, हुन्छ चाहिँ होला चाहिँ, होइन हलो होला चाहिँ भन्दै। खोइ के गर्दै रहेछ त। हो सुस्मिता हौ बिरामी बिरामी गाइजहरू। साली चाहिँ पुरै बिराम भएछ होइन, साली चाहिँ पुरै बिराम भएछ क्या। यस्तो छ है हो। म फेस पनि देखाउँछु कुनै दिन। आज चाहिँ म आइसकेको छु, त्यसले गर्दाखेरि मैले देखाएको। यता उपासना छोरी अनि यहाँ डेनियङ छ। कस्तो भयो आज इक्जाम थिएन? रमाइलो हुँदैछ होला नि तिमीहरूकै त हो नि होइन, इक्जाम भएको किन भन त। अनि यिनीहरूको इक्जाम पनि चलिरहेछ। अनि यता एकजना चाहिँ पुरै सिरियस बिरामी रहेछ। ल त साथीहरू, म आइसकेको छु। आज चाहिँ मेरो ब्लग आज चाहिँ इन्डिङ भयो होइन। अनि अब चाहिँ म ठ्याक्कै इन्ड गरेँ है त। तपाईँहरूलाई भिडियो कस्तो लागेको छ कमेन्ट गर्नु होला है त।